हेलो गुड मर्निङ गाइज नमस्कार शुभ बिहानी साथै जोजलपा सम्पूर्णमा र आज चाहिँ 12 तारिक 7 महिना 2026 र आज पनि हामी दुई भाइ चाहिँ बिहानको मर्निङ रन गर्नको निम्ति निस्किँदैछौँ है गाइज। तपाईँहरू के गर्नुहुँदैछ कसो गर्नुहुँदैछ है। र आज चाहिँ हाम्रो नामको भाइ पनि जान्छु भन्दै थियो तर फोन गर्दा नि फेरि उठाउँदैन केटाहरू। र आज चाहिँ हाम्रो साइल भाइ आइसक्नु भएको छ है मसँग बिचबिचमा आउनुहुन्छ है कोही बेला किनभने उहाँ तल लुङदुङ दिन आउनुहुन्छ कोही बेला भ्याउँदैन है। र पनि आज चाहिँ आइपुग्नु भएको छ र आजको रन चाहिँ हाम्रो यहाँ सुकियादेखि मेमसम्म जानेछौँ हामी र मेमदेखि फेरि फर्केर सुकिया आउनेछौँ है गाइज। र बिचमा तपाईँहरूलाई केही झलकहरू म देखाउने प्रयास गर्नेछु हेर्दै गर्नुहोस् गाइज। हस् त गाइज अब चाहिँ हामी यहाँदेखि लाग्यौँ है। बिहानको सुकियाको मौसम चाहिँ आजको यतिको देख्न सक्नुहुन्छ है गाइज। आज चाहिँ 12 तारिक 7 महिना 2026 है। अहिले चाहिँ बिहानको मौसम चाहिँ यतिको भइरहेको छ सुकियाको हेर्नुहोस् है। तपाईँहरूकोतिर के कसो छ अहिले हाम्रो यहाँ चाहिँ मौसम चाहिँ बिहानको यतिको भइरहेको छ गाइज हेर्नु सक्नुहुन्छ है। र गाइज आज चाहिँ हामी मेम कनपट्टि जाँदैछौँ है। तल घरसम्म पुगेर फिर्नेछु। अहिले चाहिँ हामी मेम फाटकतिर छु लागि भए गाइज दुई भाइ। यो तल देख्दै गरेको चाहिँ तामसाङको लिम्बुधुरा है गाइज। र यो चाहिँ पेमुङ स्कुलको ग्राउन्ड यो जो देख्नु हुँदैछ है यो चाहिँ हो। त्यहाँदेखि यहाँ मुनि चाहिँ छ यो देख्दै गरेको चाहिँ दङ्गे हो। बिहानको भ्यू चाहिँ यतिको देख्न सक्नुहुन्छ। र यहाँ माथि चाहिँ रेलिङ यो तेर्सो चाहिँ रेलिङ हो है गाइज। र यो पर फगी लागिराखेको छोपेको त्यहाँ चाहिँ कैँचाले पर्छ हेर्नुहोस् है। बिहानको दृश्य चाहिँ यतिको छ यहाँको। यो चाहिँ हामी सुकियाको अलिक यता पेट्रोल तेर्सो दिन लिएको भ्यू हो गाइज हेर्नुहोस् है। यो तल्लो बाटो भएर चाहिँ मेमपट्टि जानेछौँ है। हेर्नुहोस् है बिहानको भ्यू चाहिँ यतिको छ। र गाइज बिहानको भ्यू चाहिँ यहाँको यतिको छ यो हेर्नुहोस् है। अहिले चाहिँ हामी मेमको अनपटतर्फ जाँदैछौँ। आज चाहिँ म र हाम्रो भाइ छ है। यहाँ चाहिँ हाम्रो भाइ बिहानको मर्निङ रन गर्दै है। आज चाहिँ दुई भाइ हामी मेमतर्फ आएको छौँ है गाइस। र आज हाम्रो महेश भाइ चाहिँ आउनु भएन। उहाँ चाहिँ आज तल घर बालसम्म जानुभएको छ। त्यसले गर्दा हामी दुई भाइ चाहिँ मेमतर्फ झऱ्यौँ है। बिहानको दृश्य चाहिँ यतिको देख्न सक्नुहुन्छ है गाइज हेर्नुहोस् है। यो चाहिँ हामी मेम जाँदै गर्दा बाटो दिन लिएको दृश्य हो देख्न सक्नुहुन्छ गाइज। यतिको भइरहेको छ बिहानको मौसम चाहिँ यहाँको। र यहाँ पर चाहिँ माने भनेको देख्न सक्नुहुँदैछ पर भेलीमा। र आज चाहिँ मौसम यतिको भइरहेको छ गाइज हेर्नुहोस्। बिहानको भ्यू चाहिँ यतिको छ। तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो है हेर्दै गर्नुहोस् है गाइज। बिचबिचमा म तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु। अहिले चाहिँ हामी यहाँनिर तामसाङ फाटक अगाडि आइपुगिसकेको छौँ है। योबाट जानु भन्छ तामसाङ पुग्नुहुन्छ र हामी चाहिँ मेमतर्फ जाने हो दुई भाइ। र मेम चाहिँ योपट्टि जानु सक्नुहुन्छ है गाइज। यानि कि यता दाहिनेतर्फ मेम पर्छ र देब्रेतर्फ चाहिँ तामसाङ पर्छ है गाइज। र बिहानको भ्यू चाहिँ यहाँको यतिको छ हेर्नुहोस् है। तपाईँहरूकोतिर मौसम के कसो भइरहेको छ यहाँ चाहिँ अहिले यतिको भेटिरहेको छौँ हामीले चाहिँ दुई भाइले। र आज चाहिँ हामी ओह्रालो झरेको थियौँ है। र अब यहाँदेखि फेरि फर्केर सुकिया जानेछौँ। यहाँनिर मेम फाटक आइपुगिसकेको छौँ है साइल भाइ र म है। र आज चाहिँ हाम्रो महेश भाइ चाहिँ बालासन घर झर्नु भएकोले गर्दा उहाँ चाहिँ आउनु भएन। र आज चाहिँ हामी दुई दाजुभाइ चाहिँ आएको छौँ है गाइस। र बिचमा फेरि पनि देखाउने म प्रयास गर्नेछु हेर्दै गर्नुहोस् है। यो उकालो जानुभयो भने चाहिँ सुकिया पुग्नु सक्नुहुन्छ है गाइस तपाईँहरू है। यहाँको बिहानको भ्यू चाहिँ यतिको छ। यो पर देख्दै गरेको चाहिँ माने भन्ज्याङ हो है गाइजी देख्न सक्नुहुन्छ है। यो चाहिँ माने भन्ज्याङ हो। बिहानको भ्यू चाहिँ यहाँको यत्तिको भइरहेको छ गाइस। हामी चाहिँ यो माथि टुप्पा दिन अहिले ओह्रालो आउँदैछौँ र यहाँ आइपुगिसकेको छौँ है गाइस।
देख्न सक्नुहुन्छ बिहानको मौसम चाहिँ यत्तिको भइरहेको छ गाइस। तपाईँहरूकोतिर चाहिँ के कसो छ र गाइस दुई दाजुभाइ चाहिँ गइ हुँदैछ है बिहानको मर्निङ रनमा। अन्त केही भन्दैछ ब्रो? मजा आउँदैछ है बिहानको पसिना निकाल्नु चाहिँ मजा आउँदैछ दुई भाइलाई है। आउनुहोस् है तपाईँहरू पनि आएर यसो पसिना निकाल्ने गर्नुहोस्। र अहिले चाहिँ हामी यहाँ मेमको स्कुल पार गर्न लागिरहेको छौँ है गाइस। स्कुलमा आइपुगिसकेको छौँ है। यो चाहिँ हाम्रो पुरानो स्कुल र यहाँदेखि चाहिँ हामी ओह्रालो जानेछौँ है। बिहानको दृश्य चाहिँ यतिको भइरहेको छ है गाइस। हेर्नुहोस् अब हामी लगभग मेम आइपुगिसकेको छौँ है। र तल फ्याक्ट्री भएर हामी उकालो चढ्नेछौँ है। यतिको देख्न सक्नुहुन्छ गाइस। हेर्नुहोस् है गाइस। यो तल देख्दै गर्नुभएको चाहिँ बिजनबारी हो है। यो बजार जो देख्नु हुँदैछ है यो चाहिँ मेमदिन लिएको भिडियो हो। हेर्नुहोस् बिहानको दृश्य चाहिँ यतिको भइरहेको छ है। यहाँ चाहिँ र यहाँको चियाबारी चाहिँ यो खालको छ है गाइस। यो चाहिँ मेमको चियाबारी हो। हेर्नुहोस् है तपाईँलाई कस्तो लाग्छ कमेन्टमा भन्नुहोस् है। यो चाहिँ हाम्रै गाउँको चिया बगान है। यहाँ चाहिँ हाम्रो कालुदा है आइपुग्नु भएको छ हो। अन्त ठिकै छ कालुदा? एकदम सब बढिया है। बढिया बढिया। बिहानको मौसम चाहिँ हाम्रो यहाँको चाहिँ यतिको छ है गाइजी। हामी दुई भाइ चाहिँ माथि सुकियादिन यहाँसम्म आइपुगिसकेको छौँ है। र अब यहाँदेखि फेरि उकालो जानेछौँ है। बिहानको भ्यू चाहिँ अहिले यतिको छ यहाँको चाहिँ हेर्नुहोस् है। बिहानको दृश्य चाहिँ अहिले यत्तिको देख्न सक्नुहुन्छ गाइस। हामी चाहिँ अब यहाँनिर फ्याक्ट्री माथिपट्टि आइसकेको छौँ। यहाँनिर छ गाइस देख्न सक्नुहुन्छ है। फ्याक्ट्रीको भ्यू चाहिँ अहिले यतिको भइरहेको छ हेर्नुहोस् है गाइस। यतिको छ गाइस।
अहिले चाहिँ फाइनल्ली घर आइपुगिसके चाहिँ सुकियादिनी गाइज अहिले चाहिँ हामी माथि रोड आइपुगिसकेको छौँ आजको बिहानको रन चाहिँ यहाँ सुकियादिन मेम पुगेर मेम दिन चाहिँ उकालो फेरि सुकिया अहिले मेम फाटाको अगाडि चाहिँ आइपुगिसकेको छु जहाँदेखि ओह्रालो सर्टकट झर्छ त्यहाँसम्म चाहिँ आइपुग्यो जाँदा चाहिँ रोडै रोड गएको थियो र आउँदा चाहिँ सर्टकट भएर आयौँ है गाइस तपाईँहरू के गर्नुहुँदैछ कसो गर्नुहुँदैछ है र आजको हाम्रो बिहानको रन पनि मोटामोटी कम्प्लिट भइसक्नु आँटेको छ र अब अगाडि ब्लक अफिस अगाडि गेट अगाडि पुगेर चाहिँ हामी समाप्त गर्नेछौँ है आजको रन चाहिँ यहाँ मेन फाटक अगाडि आइपुग्यौँ र अहिले चाहिँ हामी सुकियातर्फ जाँदैछौँ है गाइस र गाइस अहिले बिहान साइल भएर म चाहिँ सुकियादिन मेन पुगेर मेन दिन फेरि सुकिया आइपुगिसकेको छौँ है र आजको हाम्रो डिस्टेन्स चाहिँ 11.51 किलोमिटर चाहिँ कम्प्लिट भएको छ गाइस बिहानको यसो हल्का फुल्का रन चाहिँ गरिसकेको छौँ र आउनुहोस् तपाईँहरू पनि गर्नुहोस् है र अरू बेला मसँग महेश भाइ हुन्थ्यो उहाँ चाहिँ हिजो तल बालासन घर झर्नु भएकोले गर्दा आज चाहिँ रनमा आउनु सक्नु भएन र आज चाहिँ हाम्रो साइल भाइले जोइन गर्नुभयो गाइस हवस् त गाइस हेर्दै गर्नुहोस् है भोलि अर्को नयाँ भिडियो लिएर फेरि भेट्नेछु र आजलाई चाहिँ बिहानको मर्निङ रन चाहिँ यतिकै समाप्त गर्दैछु र अहिले चाहिँ म तपाईँहरूलाई गोर्खे आर्टको भिडियो पनि यसमा कन्टिन्यू गरिदिनेछु है गाइस हवस् त गाइस हेर्दै गर्नुहोस् है आजलाई अब अहिलेलाई चाहिँ यति नै फेरि अर्को भिडियो कन्टिन्यू हुनेछ है अब बिहान चाहिँ गोर्खे हाटको लागि धमधमाधम दोकान स्टलहरू मतलब लाउनु सुरु गर्नु हुँदैछ है गाइजी अलिअलि सुरु भइसकेको छ है अहिले अझै दिउँसोको भिडियोहरू पनि मिलाएर म हालिदिनेछु गाइज हेर्दै गर्नुहोस् है यो चाहिँ अहिले यहाँको मौसम चाहिँ अहिले यतिको भइरहेको छ सुकियाको चाहिँ हेर्नु सक्नुहुन्छ है गाइज र गोर्खे हाटको लागि पनि अब धमधमाधम स्टलहरू सुरु गर्नु गइरहेको छ आजको दिन चाहिँ यतिको भइरहेको छ गाइस देख्न सक्नुहुन्छ है अघि बिहानसम्म चाहिँ दामी थियो अहिले चाहिँ अलिक दिन बिग्रिँदैछ गाइस हेर्नुहोस् है यो अस्तिको 20 र अस्तिको
Yes, yes. Gumera. अहिलेको मौसम चाहिँ यहाँको यत्तिको भइरहेको छ गाइज सुकिया गोर्खाहाटको है देख्न सक्नुहुन्छ गाइज र अहिले चाहिँ 12:54 भइसकेको छ र अहिलेको मौसम चाहिँ यतिको भइरहेको छ सुकिया गोर्खाहाटको देख्न सक्नुहुन्छ गाइज को दृश्य हो गाइज 10औं हप्ताको है आज आइतबार चाहिँ अहिले यहाँ यत्तिको भइरहेको छ देख्न सक्नुहुन्छ गाइज हेर्नुहोस् है आज चाहिँ गोर्खाहाटको यो सुकिया बजारको दृश्य हो गाइज आउनुहोस् तपाईँहरू पनि चटपटी लिँदै है
यही छु कहाँ छ तिमी चाहिँ वाट्सएपमा के भनिदिनु न त नानीको बारेमा हाम्रो लिङमा भाइको भनेको हाम्रो सुकिया रनर्सको लिङमाको ट्रफी डकुमेन्ट 엄마 잔다 얘잖아. 아따 아따. त्यसो खिचेर हाल्ने नि त